हेलो 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 गाइज, हाम्रो चाहिँ फाइनली आज चाहिँ हामीहरू टक्क लगाएर हाम्रो केटाहरू चाहिँ आज हाम्रो विकली 2 दिनको काममा चाहिँ हामी चाहिँ गइरहेछौँ। हाम्रो चाहिँ यहाँ 2जना सरहरू पहिले अलरेडी रेडी भएर आइसक्नु भएको छ यहाँ हाम्रो होइन। सबैजनाले चाहिँ यता यता यसरी पोस्ट लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला है त। यस्तै छ हाम्रो इन्डियाको कामहरू चाहिँ। हाम्रो इन्डियामा चाहिँ यस्तो हाम्रो कामहरू चाहिँ हाम्रो उता चाहिँ मिस्टर जितबहादुर थापा हुनुहुन्छ। हाम्रोमा चाहिँ मिस्टर जितबहादुर थापा, हाम्रो चाहिँ उहाँ मिस्टर देवजङ साई हुनुहुन्छ। फाइनली हामीहरू चाहिँ अब गइरहेछौँ गाइजहरू, हामीहरू चाहिँ फाइनली अब गइरहेछौँ जुस झार्न गाइजहरू। यो चाहिँ हाम्रो याकुल्ट कम्पनी हो। यो याकुल्ट कम्पनीमा चाहिँ हामीहरूले गाइज हामीहरू चाहिँ यहाँ हाम्रो चाहिँ यहाँ यो काम हुन्छ जुस यसैमा हाम्रो फाइनली हामीले चाहिँ यहाँ टप यसरी सजाएर राख्नुपर्ने जुसहरू चाहिँ गाइजहरू। म्यानेजर साहब हाम्रो चाहिँ उहाँ चाहिँ मिस्टर छविलाल थापाजी हुनुहुन्छ। के छ म्यानेजर साहब, कस्तो छ काम? एकदम झकाझक झकाझक छ। कस्तो परदेशको जीवन कस्तो अनुभव भइरहेको छ तपाईँलाई? काम गर्दा दुःख लाग्छ, पैसा बुझ्दा खुसी लाग्छ। खुसी लाग्छ। यही नै हो परदेशको कहानी। वाह 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 वाह।